मेरो कविताको शीर्षक रहेको छ म पागल मेरो दृष्टि। तारिफ गर्छन् यहाँ मालाको फुललाई, तारिफ गर्छन् यहाँ मालाको फुललाई, तर म धागोलाई सम्मानको पात्र देख्दछु। म आफैलाई हिमालको चुचुरोमा होइन, म आफैलाई हिमालको चुचुरोमा होइन, त्यो समुद्रको गहिराइमा लाँदछु। म चित्रलाई लेख्दछु, शब्दलाई कोर्दछु, आकाशको सूर्यलाई होइन त्यो जमिनलाई पुज्दछु, मन्दिरको ढुङ्गालाई होइन गरिबलाई दुध अर्पण गर्दछु। हिलोमा फुलेको कोमललाई होइन म हिलोको उब्जाउ शक्तिलाई हेर्दछु। जुन कुरा मानिसहरू देख्दैनन्, जसको आकार विश्व जान्दैनन्। जरुर साथी म पागल यस्तै छ मेरो हाल, म पुस्तकलाई होइन विचारलाई पढ्दछु, शब्दलाई होइन म भावनालाई कवितामा उकल्छु, रामलाई होइन म 14 वर्ष नसुती सेवा गर्ने लक्ष्मणलाई पुज्दछु। बगिरहेको नदीमा पनि म बिजुली बत्ती देख्दछु, हाँसिरहेको मुहार होइन म रोइरहेको मनको आवाज सुन्दछु, मिठो बोल्ने व्यक्तिको व्यक्तित्वलाई होइन म उसको कूटनीतिलाई बुझ्दछु, फल दिने रुखलाई होइन म रुखको जरालाई पुज्दछु। जरुर साथी म पागल यस्तै छ मेरो हाल, म शब्दलाई कोर्दछु, चित्रलाई लेख्दछु, आकाशको सूर्यलाई होइन जमिनलाई पुज्दछु। जरुर साथी म पागल यस्तै छ मेरो हाल।